अब दुर्गा प्रसाई म प्रधानमन्त्री बन्छु भन्थे, अब जेलको नाइके हुने भए। यतापट्टि राजा म तेस्रो पटक राजा बन्छु भनेर हिँडेका थिए, भएको सेवा सुविधा पनि सरकारले खोज्ने भयो। उता बालेनले 7,93,000 चान्चुन पैसा जर्माना पनि गरेछ बाटो फोहोर पारेको भनेर। अब यो सुन्दाखेरि रैतीहरूलाई निराशा आउनु स्वाभाविकै छ। तर रैतीहरूलाई के लाग्छ भने राजाले केही चमत्कार गर्छन्, किनभने रैतीलाई यस्तो चमत्कारमा विश्वास लाग्छ के, रैतीहरूलाई चमत्कारमा विश्वास लागिरहन्छ। त्यो भएकोले उनीहरू केही चमत्कार हुन्छ जस्तो, किनभने कर्म त उनीहरू गर्न सक्दैनन्, केही पनि कर्म गर्न नसक्नेहरूले चमत्कारमा विश्वास राख्छन्। र अब राजासँग प्लान ए असफल भएको, प्लान बी र प्लान सी केही न केही हुन्छ भन्ने लाग्छ। तर रैतीहरूले बुझ्न जरुरी छ, जनताको पावरको अगाडि, नागरिकको पावरको अगाडि तिम्रा राजाहरूका कुनै पनि प्लान सक्सेस हुँदैनन्। किनभने यो अहिलेको आन्दोलन गराई यिनका कमान्डर खटाईहरू अनि काम गर्ने तरिका हेर्दाखेरि के लाग्छ भने यिनीसँग कुनै प्लानै छैन। र यी मूर्ख राजा हुन् भनेर मैले बारम्बार भन्ने पनि गरेको छु। यो मान्छेसँग बुद्धि नै छैन, यो मुडेबलमा केही काम गर्न खोज्छ, यो मूर्खतापूर्ण छ भनेर काम गर्छ भनेर मैले बार भिडियोहरू बनाएँ। तर कसैले पनि पत्याउँदैन राजावादीहरू, किनभने यिनीहरूसँग त्यो क्षमता नै छैन मूल्याङ्कन गर्ने। ज्योतिषीको कुरा ल्याएर यो मान्छेलाई मैले अस्ति ज्योतिषीको पनि भिडियो बनाएँ मैले एउटा। ज्योतिषीको कुरा ल्याएर यो मान्छेलाई भ्रम पारिएको छ है। अहिले राजा अहिले योग परेको छ, अहिले मीन राशिमा चाहिँ 6वटै ग्रह हुँदैछन्। आजैदेखि हो यो, आजदेखि चाहिँ 6 ग्रह मीन राशिमा छन्। बृहस्पतिको राशिमा राहु पनि आजै आउँदैछ। अब चाहिँ भयङ्कर केही न केही हुन्छ यस्तो बेलामा भनेर यहाँका ज्योतिषीहरूले यो राजालाई उकासेका छन्। मैले के भनेको थिएँ भने त्यो ग्रहको यहाँ असरै पर्नेवाला छैन। अहिले छिटपुट असरहरू देखिएलान्। ज्योतिषी शास्त्र अनुसार नै हेर्ने हो भने पनि, ज्योतिष विज्ञान अनुसारै हेर्ने हो भने त्यो अनुसारले हुँदैन। र त्यो चाहिँ पश्चिममा बढी देखिन्छ। भूकम्पहरू आउन सक्छन्, जस्तो केही कुराहरू हुन सक्छन्। र यस्तो बेलामा चाहिँ मैले भनेको थिएँ यसरी ग्रहहरू मीन राशिमा यसरी 6वटै ग्रहहरू आउँदाखेरि यो 1.5 महिना मात्रै रहन्छ है। त्योबाट यो उखरपात, यो हिजोको आन्दोलनको जुन रूपरेखा छ नि, यो 1.5 महिनाभित्रमा गरिसक्नु भनेर यो राजाको आदेशले भएको हो। यो सिधै 1.5 महिनाभित्रमा यो हामीले फत्ते गरिसक्नुपर्छ र तिमी प्रधानमन्त्री भनेर दुर्गा प्रसाईलाई ठप्पा लगाइदिएपछि दुर्गा प्रसाई बुरुक्क उफ्रेर त्यहाँबाट आए। तर वास्तवमा यो मैले अस्ति पनि बताएको थिएँ, यस्तो राशिमा यसरी ग्रहहरू आयो भने चाहिँ राजाहरूको विनाश हुन्छ के।